काठमाडौँमा बस्तीहरूमा डोजर चल्यो र देशको मुख्य विपक्षी दल मौन रह्यो। हजारौं नागरिकका छानाहरू रातारात उडाइए र सरकारका समर्थकले सोसियल मिडियामा ताली बजाए। जसले सर्वोच्च अदालतको आदेश मान्दैन, संवैधानिक प्रावधान मिच्छ, स्थानीय सरकारको अधिकारलाई कुल्चिन्छ, उही सरकार विरुद्ध बोल्न सांसदहरू पनि डराए, दलहरू पनि मौन बसे। लोकतन्त्रको उत्सव मनाइएको ठ्याक्क भोलिपल्टै लोकतन्त्रकै आधार नागरिकलाई सडकमा छोडियो। यो कथा त्यो एक मान्छेको हो जसले एक्लै सदन बाहिरबाट विपक्षको धर्म निर्वाह गरिरह्यो, हर्क साम्पाङ। व्यक्तिको कथामा भन्दै छैन, म सरकारको वा अरू कुनै दलको विरोध वा हर्क साम्पाङको महिमा मण्डन पनि गर्दै छैन, बरु तथ्य भन्दैछु। हर्ककै तर्क मन पराउनेहरूले पनि यो भिडियो अन्त्यसम्म हेरिरहनुहोला। वैशाख 12 गते शनिबार, लोकतन्त्र दिवसको ठिक भोलिपल्ट बिहानै थापाथलीबाट डोजर चल्न थाल्छ। त्यसपछि काठमाडौँ उपत्यकाका एकपछि अर्का सुकुम्बासी बस्तीहरूमा डोजर पुग्न थाल्छन्। प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा सुरु भएको यो डोजर अपरेसनमा हजारौं नेपाल प्रहरी र नगर प्रहरी परिचालन हुन्छन्। सिंहदरबारमा आगो लाग्दा नदेखिएको नेपाली सेना पनि सुकुम्बासी बस्ती हटाउँदा देखा पर्छ, जसलाई सरकारी जमिनको मुक्ति भनिएको छ। त्यो अपरेसनले हजारौं परिवारलाई एकैपटक फेरि बेघर बनाएको छ। बच्चाहरूको सामुदायिक विद्यालयमा पनि डोजर चलेको छ र उनीहरूको आधारभूत हक भोलि कसले सुनिश्चित गर्छ त्यो कसैलाई थाहा छैन। प्रतिनिधि सभाको 5औं ठुलो दलका नेता हर्क साम्पाङले यस मामिलामा सबैभन्दा मुखर आवाज उठाउनु भएको छ। संसदको अधिवेशन स्थगित भएकाले संसदमा बोल्ने ठाउँ छैन। उहाँले सोसियल मिडियालाई नै संसद बनाउनु भएको छ। सरकारी जग्गा भनिँदैछ। जग्गा सरकारी हो भने जनता चाहिँ कसको हो त? हर्क साम्पाङको प्रश्न छ। यदि भोक लागेर कसैले चोरी गर्छ भने त्यो केसमा सरकारलाई जेल हाल्नुपर्छ, हर्क साम्पाङको अर्को भनाइ छ। सुकुम्बासीलाई क्षतिपूर्ति र बस्ने ठाउँको व्यवस्था गरेर मात्र डोजर चलाऊ, उनीहरूलाई बेघर बनाउन पाइँदैन, हर्क साम्पाङको अर्को भनाइ छ फेसबुकमा। महाकालीमा सिमाना मिचिएको छ, लिपुलेक लिम्पियाधुरा फर्काउनु त परको कुरा, आफ्नै देशका नागरिकलाई पनि बेघर बनाउने, अर्को प्रश्न छ हर्क साम्पाङको। ललितपुरमा हर्कवाद पुस्तक विमोचन भयो। त्यो विमोचन कार्यक्रममा हर्क साम्पाङले राखेको प्रश्न सोसल मिडियामा भाइरल भए, किनभने त्यो प्रश्नको जवाब सरकारसँग छैन। हर्क साम्पाङको पार्टी श्रम संस्कृति पार्टीका खोटाङ युवा सांसद आरएन राई, मनोहरा लगायतका विभिन्न सुकुम्बासी बस्तीमा सिधै पुगेर पीडितसँग संवादमा जुटेको देखियो। श्रम संस्कृति पार्टी संसद बाहिरको मुख्य विपक्षी आवाज बनेर देखा पर्यो। तर अरू पार्टीहरू जस्तो भनौँ नेपाली कांग्रेस संसदमा प्रमुख प्रतिपक्षी दल हो। विधि र पद्धतिको सबैभन्दा